हामीले सानो एरियामा चिटिक्क परेको बार डिजाइन गरेका छौँ। यता सिपटर साइड नम्बर 2 मा यतापट्टि हाम्रो सामान राख्न मिल्छ भने माथि हाम्रो बोतलहरू ग्लासहरू राख्ला छ भने यसरी नै यस्तो कप र आर्क डिजाइन गरेका छौँ भने सँगै यतापट्टि हाम्रो यसको 10.5 फिट बाई 8 फिटको टिभी क्याबिनेट पनि डिजाइन भएको छ। यतापट्टि हाम्रो यसको 55 देखि 65 इन्चको टिभी राख्छ भने युनिक मार्बल सिट कलर छ भने यतापट्टि हामीले ग्रे कलरमा लुवर्स गरेका छौँ। मुनि हाम्रो ड्रर छ सबै भने 6 इन्च स्कर्टिङ उठाएका छौँ भने यतापट्टि हाम्रो यसको ओपन डिस्प्ले। यो चाहिँ हाम्रो लिभिङ एरिया भने माथि फल सिलिङ एकदम सिम्पल डिजाइनमा भइरहेको छ र यतापट्टि हाम्रो यसको सँगै किचन एरिया छ। हामीले यसरी एल सेपमा किचन डिजाइन गरेका छौँ। यतापट्टि हाम्रो यसको फ्री सेक्सन छ भने यतापट्टि हाम्रो यसको सिङ्क एरिया र यतापट्टि चिम्नी बस्छ। यतापट्टि हामीले कटलरी प्लेट थाली र यतापट्टि रेडिमेड ड्ररहरू बनाएका छौँ भने यतापट्टि माइक्रोओभन सेक्सन छ भने सँगै यतापट्टि हाम्रो यसको डाइनिङ टेबल बस्छ र यतापट्टि हाम्रो युनिक प्याटर्नमा ककर युनिट छ। यसरी सेमी सर्कुलर टाइपमा कपमा चाहिँ डिस्प्लेको लागि। यो चाहिँ मुनिपट्टि हाम्रो लोवर क्याबिनेट सबै यतापट्टि अप्पर क्याबिनेट आल्मुनियम सटर विथ ग्लासमा बस्छ भने यतापट्टि ओपन डिस्प्ले विथ प्रोफाइल लाइट बस्छ। हजुरलाई यस्तो युनिक इन्टेरियर गर्नु छ भने आजै रूपान्तरण हाउसलाई सम्झिनु होला।